नमस्कार जोहार रौरीमन के प्राइम सदरी में स्वागत करीना मैं रौरीमन का साथ एनएम क्रिकेटर दर्शकगण पश्चिम बंगाल में हाल ही में विधानसभा का वोट होलक और इकर में वोट में बीजेपी बहुत ज़्यादा बहुमत से जीतलक और एखन नया सरकार मोटामोटी 1.5 महीना हुई चुकी है और बहुत सा प्रोजेक्ट ऊपर काम शुरू कर चुकी है और अपन जो मैनिफेस्टो है उके भी लागू करे कर बात एखन सामने आओ थे और 1.5 महीना कर बीच में ही नया बजट कर घोषणा करल गेलक नया सरकार के द्वारा और हर एक फील्ड में कुछ न कुछ गतिविधि और बढ़ोतरी कर बात सरकार द्वारा कहल गेलक लेकिन बागान के लिए जो बात मन कहल जाए वो एग्जैक्टली लागू होते कि नहीं ये जाने बहुत जरूरी है। काले की कर आगे भी टीएमसी का सरकार रहे और बागान कर मजदूर मन बहुत कुछ सरकारी सुविधा पावत रहे लेकिन एखन भाजपा सरकार आवल बाद में उमन के का सुविधा दे कर बात करल जा रहे और न्यूनतम मजदूरी जे हमेशा से बागान कर जे मेजर जे इशू है न्यूनतम मजदूरी वो एखन तक कोनो सरकार द्वारा परफेक्ट रूप से नहीं करल जाए और भाजपा भी ये विषय में बात कर चुकी है कि न्यूनतम मजदूरी जल्द से जल्द लागू करल जाए कही के लेकिन वाकई में न्यूनतम मजदूरी डुवर्स कर हर बागान में नॉर्थ मोर कर हर बागान में लागू होला कि नहीं होला कि जाने कर बात कर जरूरी है। आओ हम मजदूर मन से ही खुल के बात करो उनके का सुविधा सरकार द्वारा मुहैया करल जात है या जल्दी चालू हुई और जो न्यूनतम मजदूरी के जो सबसे बड़का बात है कि वो न्यूनतम मजदूरी कि बागान कर जो हजरा है उकर से संतुष्ट न खाए बागान कर्मी मन और बागान कर स्कूल कर भी अवस्था खराब है बहुत सारा चीज़ समस्या है जो बागान कर एक बार से सॉल्व नहीं हुई है और नहीं भी होते आए आगे से भी। तो देखो अब नयाँ सरकार आयो हैन पहिला अब ममता दिदी जब थियो तब अब हामीलाई उयो के अरे लक्ष्मी भण्डार पैसा दिन्थ्यो 1500 रुपियाँ हैन अब नयाँ सरकार आएर बढाउँछु त भनेको छ 3000 तर कति मान्छेको चाहिँ पोसेको पनि छैन कति आधामा आधाको कम्तीमा चाहिँ पोसेको छ हैन। अब सबैको दियो भने खुसी पनि हुन्छ किनकि यो बगानको 250 रुपियाँ पैसाले त के हुन्छ छोराछोरी पढाउनु खानु लेखाउनु हैन त्यो त इतिमा नि अलिकति पुग्दैन। कागजपत्र बनाउनु भने थियो कागजपत्र एकदम कागजपत्र त अनलाइन भन्छ कसैले हैन अफलाइन पनि गराउनु भयो अफलाइन अनलाइनमा नि कति भरायो हैन अनलाइन गर्दा हाम्रो त पैसा नभन्नु। सरकार बनिनु कति दिन पछाडी तपाईको अन्नपूर्ण भण्डार चालू गरिदिन्छु भने थियो सरकार बनिनु भन्दा अब एक मौसमको पैसा हाल्ने स्टार्ट गर्छु भनेर भनेको थियो अहिले कति दिन तर पनि अहिले भइसकिसक्यो अब 2 महिना हुनु आँटिसक्यो 1 महिना भयो 1 महिनाको कतिको पोस्यो कतिको पोसेको छैन अहिले अर्को अब यो महिना हेरौँ कतिको पोस्छ कतिको पोस्दैन। र हाजिराको विषयमा के भन्नु हाजिरा हाम्रो 250 रुपियाँ हाजिरा छ यो 250 रुपियाँ हाजिराले हामी के गर्नु हाजिरा बढाइदिन्छु भनेको छ हाजिरा अहिलेसम्म हाम्रो बढाएको छैन अब यो 250 रुपियाँ हाजिराले हामीलाई के हुन्छ नानी पढाउनु कि हामी घर चलाउनु कि हैन हामीलाई खानु पनि पुग्दैन हाम्रो ट्रिटमेन्ट पुग्दैन मिनिमम 350 एभरेज हजुर त्यो हिसाबले बढ्नु पर्छ हजुर तर अहिलेसम्म बढेको छैन अहिलेसम्म बढेको पनि छैन सरकारले हाम्रो यो कुरालाई अगाडि पनि बढाएर लगेको छैन। अहिले जुन नयाँ सरकार बस्नु भएको छ यो नयाँ सरकारले हाम्रो हाजिरा विरोधको लागि त कुरै निकाल्नु भएको छैन। के हिसाब से बागान का हाजिरा कितना होना चाहिए कमती से कमती वही 350 वाल से अच्छा हो हाँ। सरकार सुविधा दिनु गरेको थियो अन्नपूर्ण भण्डार सबै चीजको सुविधा गरेको थियो तर केही अन्नपूर्ण भण्डार पनि पाएको छैन हाजिरी पनि बढेको छैन किन पाएको छैन अन्नपूर्ण भण्डार अब के जान्दैछ त्यसको लागि फर्म भरेको छ अनलाइन पनि गरेको छ डीबीडी लिंक पनि गरेको छ कति दिनमा पस्छ भनेको कुरा आयो अब 3 महिनाको भित्र भन्नेको कुरा सुनेको थियो अब 3 महिना मान्छे बहुत कोहीको अहिले पस्यो हाम्रो पसेको छैन। अगाडिको सरकारबाट के सुविधा पाउँदै थियो अगाडिको सरकारबाट पनि के सुविधा पाएको थियो त्यही 1500 अनि यो लक्ष्मी भण्डार पाउँदै थियो अरु केही पनि पाएको थिएन हामीहरूले त। बागान हाजिरा लिएर विवाद छ पहिलादेखि कुनै पनि सरकार आए पनि बागान हाजिरा बढाउँछु भन्छ यो सरकार के भने थियो बागान हाजिरा लिएर बढाउँछु त भनेको थियो त खोइ का बढेको छ त अहिले 200 250 रुपैयाँ हाजिरीमा काम गरिरहेको छौं 250 रुपैयाँ हाजिरी हामीले खाँदै छौं तपाईहरुको पीएफहरु काट्छ 250 मा पीएफ काट्छ अन्त कति हुनु पर्छ तपाईको हिसाबले बागानको अब हाम्रो हिसाबले त चाहेको भनेदेखि भन्ने 5 चाहिएको हो नि 500 रुपैयाँ चाहियो 500 600 रुपैयाँ हुनु पर्ने हो हाम्रो हिसाबले 250 रुपैयाँ हाजिरी छ महँगाईको कारणले त 250 रुपैयाँ हाजिरी हामीले खान्छ कि नानीहरु पढाउँछ कि नानीहरुको जरुरत पूरा गर्छ कि हाम्रो जरुरत पूरा गर्छ 5 दशकको अन्दरमा कति महँगाई बढेछ होला हाम्रो देशमा बहुत बढेको छ के महँगाई त सब चीज बढेको छ चामल दाल आटा तेल नुन सबको बढेको छ अगाडिदेखि अहिले सारो भयो कि इजी भयो सारो त्यतिकै छ कस्तो सारो हुन्छ इजी हुन्छ त्यतिकै चल्दै छ सारै त छ अझै सारै हुँदै जाँदैछ जो तेल 200 रुपैयाँ 200 250 के भन्छ 150 रुपैयाँ किलो थियो त्यो 200 रुपैयाँ किलो भएको छ। यसको अगाडि टीएमसी को सरकार थियो
र जे सुविधा पाउँदै थियो त्यो त पाउँदै थियो। अहिले बीजेपी को सरकार हामी जिताएर ल्याएको छौँ हैन, जिताएर ल्याएको लेबरहरू सबै मजदुर लिएर आएको। त सरकारलाई के भन्नु चाहन्छ तपाईँ कि सरकार तपाईहरुको लागि के गर्दिन्छ? हाम्रो लागि बगान हाजिरी बगान सुविस्ता गरिदियोस्, हाजिरी बढाइदियोस्, त्यही हो हामीले चाहेको। मेन हाजिरा हो। ज्यादा इम्पोर्टेन्ट छैन। भर्ता त अब त्यो भएपछि पनि हाम्रो हाजिरी बढ्यो, चिजबिजको दाम बढ्न भने हामीलाई त्यसको जरुरत पनि त परेन।